Hello and namaste. My name is Jitendra Sotang. I am from Solukhumbu. Guys, है आज हाम्रो चट्टाई बङ्गुरको मासु हैन छुट्टीको दिन ल्याम्लुम खानलाई हामी हिँडेका छौं हैन। यहाँ चाहिँ हाम्रो चुला हैन छैला पोल्ने चुला है गाइस। यो चाहिँ काँक्रा भयो हैन। यहाँ बङ्गुर सङ्गुर हो चट्टा मोलेर हैन आमाम अचार यस्तो छ हैन। यतातिर अब कोइला सोइला यहाँ चाहिँ मेरो गाउँले हुन्छ है गाइस। गाउँले यसो दिनु पर्यो क्या गाउँलेको अब यो चाहिँ हामी मेरो भतिज बाजे तुलाधन राई हो राइज किङ ओके गाइस। अब बाइक कुरा अहिले पछि अपडेट हुन्छ है गाइस। ल गाइस जङ्गल छिरी है जङ्गल। अब मुकबाङ हुँदैछ गाइजहरूले चाहिँ चप्पल लगाएर ठिकै गर्यो पानी परेर अहिले चाहिँ बाठो भएर क्या जुत्ता लाउने भएको पुरै यस्तो भइसक्यो यार गाइस। बाल छ भित्र जङ्गल होइन बाँदरहरू होला त्यस्तै है पहाड छ ओके पुरै पानी छ कस्तो बर्बाद भयो यार। आज हाम्रो पिकनिक खाने दिनमा अब कसरी जाने यसमा मेरो त जुत्ता त बर्बाद हुने भयो मुकबाङ हो। कोइला सोइला निकाले पानी पर्ला जस्तो छ गाइस है। फास्टर हाम्रो यो चुला है अब यहाँ चाहिँ चट्टा पोलेर हाल न ल ए जाऊ न पहिला ऊ चाहिँ लाइटर चाहिँ ल्याएन फेरि यत्रो साह्रो ऊ भयो फेरि के हुन्छ बाङ्गो भयो सिधा बनाउनु मुकबाङ त नहुने भयो जस्तो छ गाइस है गाइस। अब पानी पनि पर्ला जस्तो छ हाम्रो कोइला सोइला पनि रेडी हुँदैछ। अब भाइले अब छैला निकाल्दैछ हाम्रो बङ्गुर ब्लक निस्किँदैछ त्यहाँबाट चट्टै गाइजहरू तनाव छ आकाश धुम्मिया छ यार। यो त सिधै पानी पर्ला जस्तो छ। यो चाहिँ थाइल्यान्डको कति करोडको अरे बोर्डरबाट 3 करोडको डायमन्ड सोनालाई टक्कर दियो। नेपाली रम कम्पनी अहिले फेरि बाघा कैसी सोइसी छोडेर ल अब पानी परेर बिजोक छ कोइला सोइला भिजियो। अब काँचै खाएर छेर्ने त त्यो मेरो भाइले बिचरा राम्रो काम गर्दैछ यस्तो छ पानी परेर बिजोक। भाइ तिमी कहाँबाट आएको? यहाँ चाहिँ हाम्रो भतिजले यस्तो प्लास्टिकको कपडा लगाउँदैछ। आज पनि खतरा खालको पिकनिक भयो। ओपी इन द च्याट गाइस सबै घर बनाउँदै भिजिहाल्यो सब है ज्वरो पनि आउँछ होला सायद ओपी हो। पानी यसरी हाम्रो चाहिँ यो चाहिँ हाम्रो ठुलो बिल्डिङ है गाइस। पानी परेर बिजोक हो प्लास्टिकहरू ल्याएछ हामी बिछ्याउने ल्याएको थियौँ गुन्द्री लास्टमा चाहिँ यस्तो भयो है। अब सुख दुःख होइन पाकिसक्यो बङ्गुर अचार सचार हाम्रो किचनमा हुनुहुन्छ हाम्रो मनिसर। यता हाम्रो मनिसर चाहिँ फ्रम सोलुखुम्बु माई भतिज सोलुखुम्बु मेरो भाइ ताप्लेजुङ मोकुम्लुङ यता भाइ झापा बुटामोट म चाहिँ सोलुखुम्बुबाट है गाइस। तर यो चाहिँ अब
विदेशको सेकुवा कर्नर है गाइस बुझ्यो भन त मुकबाङ भयो दुखबाङ भयो बब्बाल हालौँ न मासु अझ एक बङ्कुस त छँदै 3 केजी ल्याएको यार 3 केजी ल्यायो त मनिषाले बबाल छ आम्मामा यार अचार त्यस्तै छ यार जे होस् पानी परे पनि बबाल भएको छ बबाल यार आम्मा यत्रो मुकबाङ भ्लग आदि बनाउँ न दुईटा पैसा छैन पैँची यो त लास्टै पाक्दैन नि ठिक छ न्यू खोज्नु गएको किन चुप लागेर किन जान्छौ अहिले त हान्छ मोटरसाइकल त होइन नि मोटरसाइकल वाला त होइन